तपाईहरुको देशमा मैले तपाईहरुको देशमा किन भने यो सर्वसाधारणको देश रहेन, सत्ता र बलियाको मात्रै देश रह्यो। रवि लामिछाने कुनै सहकारीको सञ्चालक होइन। उहाँले कुनै सहकारीमा गएर ल्याप्चे लगाएर नागरिकताको फोटोकपी राखेर 3 पुस्ते राखेर लोन लिनु भएको छैन। तर आज उहाँ जेलमा हुनुहुन्छ। सहकारीको सञ्चालक समितिको सदस्य र सहकारीको ऋण नतिरेको भनेर नाम सूची समेत कालो सूचीमा प्रकाशित गरिएको, तपाईलाई चाहियो भने म दिन्छु, प्रकाशित गरिएको व्यक्ति तपाईको श्रीमती, उहाँ चाहिँ उन्मुक्ति। यो भन्दा बढी शक्तिको दुरुपयोग के हुन्छ? त्यही भएर तपाईले सभापतिमा छोडाए त हो नि, जवाब दिइरहनु पर्छ। कहिलेकाहीँ त लाज पनि हुन्छ। अघि पनि एउटा लाजको कुरा बताए, जनताको पैसामा तलमाथि गरेपछि लाज हुन्न त? तपाईलाई अहिले सहकारी भित्र र यो प्रपञ्च भित्र यो समग्र कुरासँग कहीँ मेरा पनि अलिअलि विमति छन्। म एक दिन सदनमा बोलाउँला भन्दै, कमजोरी पनि भन्नु न हैन। जस्तो के भयो त भन्दा अहिले ऋणीहरू मिलेर सञ्चालकका नाममा उजुरी हाल्ने है, अनि मूल सञ्चालकलाई लगेर थुनिदिने, अनि बाँकी के भयो त भन्दा यी ऋणीहरू थोरै 3 जना 4 जना मिल्ने र यिनीहरूले